चाहिँ मेरो युट्युब च्यानल मार्फत चाहिँ जति पनि भाइ बहिनी विद्यार्थीहरू हुनुहुन्थ्यो सी इक्जाम दिएर बस्नुभएको थियो 2082 सालका भाइ बहिनी विद्यार्थीहरू उहाँहरूको चाहिँ रिजल्ट चाहिँ कहिले आउँछ र तपाईँले आएपछि कसरी हेर्ने भनेर म तपाईँहरूलाई चाहिँ मेरो भिडियो मार्फत चाहिँ बताउन गइरहेको छु। सबभन्दा पहिला तपाईँले चाहिँ यो सी.gov.np वेबसाइट ओपन गर्नुहोस् र त्यसमा तपाईँले एउटा यो माध्यमिक शिक्षा परीक्षा सी 2082 का सम्बन्धमा भन्छ। यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँबाट यो फाइल देख्छ, पेपर फाइल। यहाँ पेपर फाइललाई चाहिँ तपाईँले जुम गरेर हेर्न मिल्छ। यहाँ जुम गरेर हेरिसकेपछि तपाईँले यसरी हेरिसकेपछि तपाईँले यहाँ तलपट्टि यो अरू चाहिँ तपाईँ आफै पढ्नुहोस् होइन। यो अहिलेलाई चाहिँ भिडियो फेरि यो पुरै पढ्न लाग्यो भने यो भिडियो चाहिँ लामो हुन्छ। सो तपाईँले चाहिँ यहाँ तलपट्टि गएपछि तपाईँले मिति 2082 12, 19 र 10, 20 गतिसम्म सम्झने विषयका प्राप्त उत्तर गरेका मार्कसिटहरू 2082 12, 23 गतिसम्म चाहिँ आइपुग्ने भनेछ र 2082 12, 22, 23 र 24 गते सम्झने विषयका प्राप्त उत्तर गरेका मार्कसिटहरू 2082 12, 27 गतिसम्म आइपुग्छ र मिति 2082 12, 25 र 26 गते सञ्चालित विषयका प्राप्ताङ्क उत्तर गरिएका मार्कसिटहरू 2082 12, 30 गतिसम्म आइपुग्ने भनेर जानकारी दिएको छ र मिति 2082 12, 27, 28 र 29 गते सञ्चालित विषयका प्राप्ताङ्क उत्तर गरिएका मार्कसिटबाट जिल्लाका सबै उत्तर पुस्तिका र पनिका ल्याउनु पर्ने परीक्षा सम्बन्धी अन्य सबै कागजातहरू चाहिँ 2083 1, 5 गतिसम्म आइपुग्ने भएकाले सो तपाईँको चाहिँ यो 2082 मा इक्जाम दिएर बस्नुभएको चाहिँ सीको इक्जाम दिएर बस्नुभएको भाइ बहिनी विद्यार्थीहरूको चाहिँ रिजल्ट चाहिँ यही वैशाखदेखि लिएर जेठको पहिलो हप्ताभित्रमै आइपुग्ने जानकारी यस तथ्यबाट चाहिँ पुष्टि हुन्छ। सो तपाईँले चाहिँ आइसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँ यो वेबसाइटबाट चाहिँ तपाईँले आफ्नो चाहिँ इक्जाम हेर्न सक्नुहुन्छ है त, इक्जामको रिजल्ट हेर्न सक्नुहुन्छ है त। हस् त।